आदिनाथ लोकेश्वर। काठमाडौँको दक्षिण भेग चोबार स्थित आदिनाथ लोकेश्वरको मन्दिरमा पहिलोपल्ट पुग्ने जो कोही पनि मन्दिरको स्वरूप र साजसज्जा देखेर तीनछक पर्ने गर्दछ। मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुँडाहरू किलाले ठोकेर अड्काइएका हुन्छन्। मन्दिरको भित्तामा चारैतिर टाँसिएका भाँडाकुँडाको दृश्य पनि अनौठो लाग्ने गर्दछ। यसको रोचक कथा छ। श्रीमानको मृत्यु पश्चात श्रीमती माइत गएर बसेका घरमा अन्य सदस्यहरूले बुहारीले दाइजोमा ल्याएका भाँडाकुँडा प्रयोग गर्न हुँदैन भनी मन्दिरमा चढाउने गरेको किम्वदन्तीमा छ। यो किम्वदन्ती अनुसार अहिले घरमा सदस्यको मृत्यु भएपछि उनको नाममा र भाकल पुरा भएपछि भाँडाकुँडा चढाउने गरिएको छ। यो मन्दिरसँग जोडिएको अर्को किम्वदन्ती झनै अनौठो छ। श्रीमान श्रीमती विभिन्न कारणले अलग छन् भने त्यो सम्बन्ध पुनः जोड्ने वा विच्छेद गर्ने भन्ने निर्णय मन्दिरमा बस्ने एक व्रतबाट हुन्थ्यो भन्ने भनाइ छ। यो व्रतलाई स्थानीय नेपाल भाषामा माया अप्स र नेपालीमा निर्जला व्रत पनि भनिन्छ। किंवदन्तीमा जे भए पनि अहिले पनि परिवारको सुस्वास्थ्य र सुखका लागि व्रत बस्ने धेरै छन्। प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सुरु हुने व्रत 5 दिनपछि पूर्णिमाका दिन सकिन्छ। अन्तिम दिन व्रतालुलाई घरका सदस्यले लिन आउने चलन छ।